दर्शकवृन्द नमस्कार। नेपाल टाइम्स अनलाइन टेलिभिजनमा यहाँहरूलाई स्वागत छ। म साथमा छु रश्मिता उदास। पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा सार्वजनिक व्यवहार, शिष्टाचार र विधिको पालना भन्ने कुरा क्रमशः ओझेलमा पर्दै गएको स्पष्ट देखिन्छ। जनताका समस्या समाधान गर्ने जिम्मेवारी बोकेको दलका नेताहरू नै कानूनको खिल्ली उडाउने र बदनाम गर्ने गतिविधिमा मुछिने क्रम बढ्दो छ। यस्तै एक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ, जहाँ जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय नेत्री डाक्टर बबी सिंह यादव विवाह समारोहमा पिस्तोल पड्काउँदै नाचिरहेको देखिएकी छन्। यो खबरका साथ आज हामी नेपाल टाइम्स अनलाइन समाचारमा उपस्थित भएका छौं। जनता समाजवादी पार्टी जसपा नेपालकी केन्द्रीय नेता डाक्टर बबी सिंह यादवले पिस्तोल पड्काउँदै नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडियोमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छन्।